सपना। ऊ डुब्दै गरेको घाम हेरेर डाँडामा बसेकी छ। साँझको आगमन सँगसँगै चलेको हावाले उसको सेतो साडीको सबको त्यसै उडाइरहेको छ। कम्मर छुन खोज्ने कालो कपाल खुल्ला छ, मानौ त्यसलाई बाँध्ने जाँगर उसमा कति पनि छैन। एक तमासले हेरिरहेका आँखामा न कसैको पर्खाइ छ, न त कसैको आउने आशा। एउटी विधवालाई कसैको पर्खाइ होस् पनि त कसरी। अचानक हावाले उडाएर ल्याएको रातो अबिरले उसको सिउँदो रङ्ग्याइदिन्छ। ऊ झस्किँदै बिउजिन्छ र आफूलाई चिर परिचित त्यही सानो कोठाको ओछ्यानमा पाउँछे। जोड-जोडले धड्किरहेको आफ्नो मुटुको धुकधुकी पल्लो कोठामा सुतिरहेका सासू ससुराले पनि सुनलान नै गरी उसले मुटुलाई दुब्बै हातले थिचेकी छ। हे भगवान्, यो कस्तो सपना देखेँ मैले। मेरो सिउँदोमा रातो रङ। ऊ भरभराउँछे। सपनाले त मनभित्रको इच्छालाई दर्शाउँछ भन्छन्। त्यसो भए के मेरो मनमा? ऊ आत्तिन्छे र मनमा नै सोध्छे, यो गलत हो। यसरी त सोच्नु पनि पाप हो। ऊ जुरुक्क उठेर ढोका खोलेर बाहिर निस्कन्छे। अब केही बेरमै सूर्य उदाउँछ भनेर सोच्ने बित्तिकै ऊ सम्झिन्छे, कुचो लगाउनु छ, लिपपोत गर्नु छ, नुहाई धुवाई गर्नु छ, पूजा गर्नु छ। त्यतिन्जेलमा आमा बाबा उठिसक्नुहुन्छ। उहाँहरूका लागि चिया अनि खाना बनाउनु छ। एकपछि अर्को गर्दै बुहारी हुनुको जिम्मेवारी सम्झँदा ऊ एकछिन अघि देखेको सपना बिर्सन्छे। हतार हतार काममा लाग्छे। लिपपोत सकेर नुहाई धुवाई गर्छे अनि भिजेको कपाल पुस्दै कोठामा पस्छे। आमा बुवा उठ्नु अघि नै पूजा सक्न पाए समयमा चिया नास्ता बनाउन भ्याइन्थ्यो। कोठामा झुन्डिरहेको सानो ऐना अगाडि उभिएर ऊ कपाल कोर्दै सोध्छे। काइयोमा अल्झेको कपाल सोहोरेर हातले दल्लो पार्दै गर्दा ऐनामा आफूलाई एकछिन निहाल्छे। गाजल, रातो टिका, सिन्दुर, यी सब कुरा अब मेरो भाग्यमा कहाँ? आफ्नो श्रृङ्गार बिनाको उचाड अनुहार ऐनामा हेरेर ऊ मनमा नै आफैलाई भन्छे, फेरि किन बारम्बार म तिनै सपना देख्छु जुन मैले देख्नु हुँदैन। आँखा रसाउन थाल्छन्। आँसु छचल्किउन् भनेर ऐनाबाट तुरन्तै हट्छे। अरे कति ऐना हेर्न सके कि? राम्री छु भन्दैमा 24 घण्टा ऐना हेरिरहनु पर्छ त? होस् गर है, ऐनाको पनि आँखा लाग्छ भन्छन्। बिहे अघि साथीहरूले जिस्क्याएको उसलाई भर्खरै जस्तो लाग्छ। बुहारी पूजा गर्ने बेला भएन? सासू आमाको आवाज आउँछ। अचानक सासू कोठामा पसेको देखेर ऊ झस्किन्छे र सम्हालिँदै भन्छे, म गरिहाल्छु आमा। ल हुन्छ, तिमी पूजा सकाऊ, म भान्सा हेर्छु, नत्र तिमीलाई खेत जान ढिला होला। सासू कोठाबाट बाहिरेपछि भने बेकार नचाहिने कुरामा अल्झिए भन्दै ऊ पछुताउँछे। के सोच्नुभयो होला आमाले? अलि तर्सिन्छे अनि हतार हतार पूजा कोठाबाट पूजा सामग्री बटुलेर बाहिर ल्याउँछे। आँगनको एक ठाउँमा भाँडा माझ्ने सानो ठाउँ छ। सानो छँदा आमाले पूजाको भाँडा तल्काएर माझ्यो भने भाग्य पनि तल्किन्छ रे भन्दा कसले बढी तल्काउने भन्दै दिदीसँग प्रतिस्पर्धा गर्थे। हुन त ऊ अझै पनि पूजाका भाँडा तलक्कै तल्काउँछे, तर अब भाग्य तल्कन्छ भन्ने आश उसलाई छैन। मनमा कुरा खेलाउँदै एक सुरले भाँडा माझिरहेका बेला अचानक गर्ल्याम्म गर्दै आँगनमा नचिनेको मान्छे पछाडिएको देख्छे। ऊ झस्कँदै चिच्याउँछे, आमा लौ न, के भयो? बाहिर हेर्नुहोस् न। कहिले भित्र त कहिले लडेको मान्छेतिर हेर्दै ऊ अटालिन्छे। के भएको होला यिनलाई? को हुने नि? ऊ फतफताउँछे। भुइँतिर मुख फर्काएर लडेको मान्छे बेहोस जस्तो देखिन्छ। खुट्टामा चोट छ, अलि मैलो ब्याग ढाडमा छु, दाढी झुसमुस छ, कहिले नदेखेको अनुहार। बाबा छिटो आउनुहोस् न, ऊ भित्र हेर्दै चिच्याउँछे। बुढाबुढी आत्तिँदै निस्कन्छन्। आफ्नो आँगनमा लडिरहेको अपरिचित मान्छेलाई देखेर दुवै झस्किन्छन्। को हुन् बुहारी? पहिला त कहिल्यै देखे जस्तो लागेन, ससुरा सोध्छन्। खै थाहा छैन बाबा, म त भाँडा माझ्दै थिएँ, बुहारी जवाफ दिन्छे। को हुन्? कहाँबाट आएका हुन्? फेरि यिनलाई भएको के हो? शरीरमा चोट पनि देखिन्छ। देशको अवस्था खराब छ, कसैलाई विश्वास गरिहाल्नु पनि भएन। नचिनेकोलाई मद्दत गर्न पनि गाह्रो छ, बुढा टाउको कन्याउँदै भन्छ। कस्तो कुरा गरेको? बुढी अलि च्यातिन्छे। होइन, यस्तो बेलामा त जसलाई पनि मद्दत गरिन्छ, त्यसमाथि आफै वैद्य भएर आँगनमा लडेको घाइतेलाई उपचार नगरी कसरी त्यसै छाड्न सक्नुहुन्छ? कुरो त तेरो ठिक हो बुढी, तर जमाना ठिक छैन। राम्रो गर्न खोज्दा खोज्दै पनि कहिलेकाहीँ आफैलाई दोष आइलाग्छ। बुढाको शङ्का अझै हटेको छैन। त्यो सब कुरो पछि सोचौला, अहिले यी बाबुलाई भित्रै लगेर राखौँ, बुढी चोट गर्छे। बुढाले सहयोगका लागि छिमेकीलाई धाक्छ। उनीहरू आएपछि बिरामीलाई भित्र कोठामा लैजान्छन्। छिमेकीले को हो भनेर सोध्छन्, तर बुढासँग के जवाफ हुनु? बुढाले बिरामीको झोलालाई खाटको छेउतिर राखिदिन्छ अनि उसको निधार छाम्छ। ओहो, जिउ त आगो झैँ तातेको रहेछ। ज्वरोकै कारण यसरी अचेत भएको हुनुपर्छ, बुढा भन्छ। पानीपट्टि गरिदिनु। ऊ बुहारीलाई रुमाल र भाँडामा पानी ल्याउन लगाउँछ। बुहारी हत्तपत्त बाहिर निस्कन्छे। औषधिको बाकस पनि लिए त बुढी, घाउ सफा गरेर औषधि लगाइदिनु पर्यो। बिरामी हेरिरहेकी बुढीलाई पनि हराउँछ। बुढी बाहिर निस्कँदै गर्दा सोध्छे, अरू केही चाहिन्छ?
अहिले अरू पर्दैन, होसमा आएपछि औषधि खुवाउनु पर्ला। बिरामीको अनुहारमा हेर्दै बुढा भन्छ। बुढा बाहिरेपछि बुढाले उसको जुत्ता मोजा खोलिदिन्छ र खाटमुनि राख्छ। हावा आओस् भनेर कोठाको झ्याल पनि उगार्छ। बुहारी पानी र रुमाल ल्याएर खाट छेउको टेबलमा राख्छ अनि बाहिरिन्छ। बुढाले पानीमा भिजाउँदै रुमाल बिरामीको निधारमा राखिदिन्छ। औषधिको बाकस लिएर बुढी आइपुग्छ। त्यहीँ राख अनि छिटो गर, आज खेतमा चाँडै जानु छ, बुढा भन्छ। बुढी चाहिँ हतारिँदै भान्साघरतिर लाग्छ। भान्साघरमा बुहारी खानाको तयारी गरिरहेकी छ। को हो कुन्नी? हेर्दा त बाटो बिराए चाहिँ लाग्छ, झोला पनि बोकेको छ। कता जाँदै थियो खै? चुपचाप खाना पकाइरहेकी बुहारीतिर हेरेर बुढी फेरि बोल्छे। यिनकै उमेरको त थियो बडा मेरो छोरा पनि, कालले चाँडै लिएर गयो। छोराको कुरा निकाल्दा साथ बुढीका आँखा पिस्न थाल्छन्। यी उमेरका केटा देख्दा मलाई छोराको याद झलझली आउँछ। झन् तेरो सेतो लुगा अनि खाली सिउँदो देखेर मलाई सधैँ पिर लाग्छ बुहारी। कसरी काट्छस् यो जुनी? लाउँ लाउँ खाउँ खाउँको बेलामा तैँले यो दिन देख्नु पर्यो। बुहारी जुन कुरा बिर्सन हरसम्भव कोसिस गर्छ, सासु चाहिँ कुनै न कुनै कुरामा त्यसलाई सामुन्ने ल्याइहाल्छ। हुन पनि जवान छोरालाई गुमाउनुको पीडा एउटी आमालाई कति होला बयान गरेर सकिँदैन। झन् त्यसमाथि घरमा जवान विधवा बुहारी भइदिएपछि पिर लाग्ने नै भयो। तर बुहारीको पीडा पनि सासूको भन्दा कम छैन। बिहे अघि साथीहरूमा सबैभन्दा राम्रीमा गनिन्थी हो। उसको सुन्दरतामा हायल कायल हुने धेरै थिए। बिहेपछि लोग्नेको हात समाउँदै माइती गाउँमा हिँड्दा कतिले त आहारी समेत गर्थे। तर आज ऐना हेर्दा आफ्नो उजाड स्वरूपले झिस्काए चाहिँ लाग्छ। लोग्नेसँग कहिले झिस्कदै त कहिले थुस्केर फेरि मनाउँदै एकसाथ सुतेको त्यही ओछ्यानले आज उसलाई भतपति पोल्छ। कतिपल्ट निन्द्रामा लोग्नेले त्यही ओछ्यानमा आई सुमसुम्याए चाहिँ अनुभव गरेकी छ। आँखा खोल्दा खाली ओछ्यानले उसलाई गिजाइरहेको हुन्छ। खाना पकाएर चुलोको आगो निभाइसक्दा पनि अघिल्तिर बसेकी सासूको आँसु थामिएको छैन। ऊ पनि एकछिन तोलाउँछ। फेरि केही बेरमा आफूलाई सम्हाल्दै भन्छे, फर्केर नआउने दिन सम्झेर कति रुनी आमा, भइगयो नरुनुहोस्। सबैले आँसु पुस्दै बुढी आफूलाई सम्हाल्छे। उति खेर बुढा हतारिँदै भान्सामा पस्छ अनि चुलोतिर हेर्दै भन्छ, खै पाकेन भात, खेत जान ढिलो भइसक्यो। तपाईँहरू हात धुनुहोस्, म भात पस्किन्छु, बुहारी थाल ठिक पार्दै भन्छे। ल ल छिटो भात खाएर लागौँ बुढी, बुढा हतार लगाउँछ। दुवै भात खान बस्छन्। कति भात हाले कि यति धेरै खाएँ भने त मोटाइ हालुला नि म। भात खान बस्दा लोग्ने उसलाई यसै गरी जिस्काउँथ्यो। ऊ झलझली सम्झिन्छे। मोटाए के फरक पर्छ र, कसलाई देखाउनु छ र अब? ऊ पनि जिस्किँदै लोग्नेलाई भन्थे। अरे यी आइमाईको सोच, कसैलाई देखाउन हो र? पुलिसमा जागिर खाएको मान्छे, ट्रेनिङ गर्नु पर्दैन? मोटायो भने गाह्रो हुन्छ। भो बाना गर्नु पर्दैन, बरु मिठो भएन भने भइहाल्यो नि, ऊ थुस्किँदै भन्थे। ल हेर, कहाँको कुरा कहाँ पुर्याउन त यी आइमाईसँग सिक्नुपर्छ। ल भयो, म सबै खान्छु, अब त खुसी होला नि, होइन? ऊ मुस्कुराउँछ आफ्नै सुरुमा। बुहारीलाई देखेर ससुरा छक्क पर्छ। के भयो बुहारी? ऊ झस्केर अतीतबाट बाहिरिन्छे। उसलाई भित्रदेखि आफ्नो व्यवहारप्रति लाज लागेर आउँछ। अलिकति भात हालौँ कि? आफूलाई सम्हाल्न खोज्छे। भोस्, सब थोक पुग्यो। दुवै बुढाबुढी हतारिँदै उठ्छ। त पनि खाइहाल है बुहारी, बुढी हात चुट्दै भन्छे। म एकछिनमा खान्छु, जुठो थाल बतुल्दै ऊ भन्छे। बुढाबुढी खेत जाने तर्खरमा लाग्छन्। बुहारी पनि बाहिर निस्कन्छे। ल बुहारी, समयमा खाना खानु, हामी लाग्यौँ, बुढी भन्छे। अनि सुन त, टेबलमा औषधिको पुडिया छ, बिरामीलाई होस आएपछि पानीसँग दिनु है, हामी पनि चाँडै आउँछौँ, बुढा कोदालो बोक्दै बुहारीलाई सम्झाउँछ। बुढाबुढी बाटो लाग्छन्। सासू ससुरा खेततिर लागेपछि ऊ खाना खान्छे, धन्दा गर्छे र लुसुको कोठामा गएर ओछ्यानमा थल्किन्छे। हात बिस्तारै सिरानी मुनि राखेको फोटोमा जान्छ। छाडेर गइसकेको मान्छेको फोटो भित्तामा राख्दा आँखा त्यहीँ ठोकिरहन्छ अनि मन कुडिन्छ भने ससुराले फोटो झुन्ड्याउन दिएन। बुहारीको मन किन मान्थ्यो? एउटा फोटो सिरानी मुनि लुकाएर राखेकी छ। त्यही फोटोसँग ऊ प्रत्येक दिन कुरा गर्छ। आज पनि फोटो हेर्दा हेर्दै कति बेला अतीतमा पुगिसकी, उसलाई पत्तै छैन। एकछिन है, आँखा खोल्न पाइँदैन नि भन्दै श्रीमानले एक हातले आँखा छोपिदिन्छ अनि रातो काँचको चुरा उसको आँखा अघिल्तिर सार्दै भन्छ, अब आँखा खोल। चुरा देखेर खुसीले लाडिन्छ ऊ। आहा, कस्तो राम्रो रातो चुरा। छुट्टीमा घर फर्केको श्रीमानको झोला खोतल्दै भन्छे, अरू के ल्याइदिनु भयो? खै हेरौँ त। ऊ भने स्वास्नीको हात च्याप्प समाएर आफूतिर तान्छ। अरू के हुनु? केही पनि छैन, बस यति नै हो यसपल्ट। हात छुटाउन खोज्दै ऊ झन् लाडिन्छ। मलाई थाहा छ, हजुरले अरू पनि केही ल्याउनु भएको छ, देखाउनुहोस् न छिटो। ल त्यसो भए फेरि आँखा बन्द गर। ल बन्द गरेँ। आँखा बन्द गर्नासाथ ऊ तुरन्तै भनिहाल्छे, अब खोलौँ? पख झोलाबाट रातो साडी निकालेर उसको आँखा सामुन्ने पुर्याउँदै श्रीमान भन्छ, ल अब खोल। आँखा खोल्दा रातो साडी देखेर ऊ खुसीले चिच्याउँछ, आहा कति राम्रो साडी, तिमीलाई साँच्चै मन परेकै हो त? साँच्चै मन पर्यो, ऊ श्रीमानसँग ताँसिँदै भन्छे। रातो नै किन छान्नु भयो नि? रातो साडी तिमीलाई अति नै सुहाउँछ,
अनि मलाई पनि मनपर्छ यो रङ। ऊ स्वास्नीलाई अँगाल्दै छातीमा टाँस्छ। अतीतलाई सम्झेर उसको आँसु झर्न थाल्छ। ऊ रोक्न सक्दिन। श्रीमानको फोटो हेर्दै ऊ भरभर आउँछ। रातो रङप्रति मेरो मोह जगाई किन जिन्दगीभरका लागि यो सेतो रङ उपहार दिएर जानुभयो? किन गर्नुभयो यस्तो? कुनै जवाफ आउँदैन। आओस् पनि कसरी? ऊ चुपचाप आँसु झार्दै मनमा अनेक कुरा खेलाइरहन्छे। सोच्दा सोच्दै झसङ्ग हुन्छ। ओहो, आज त पाहुना छन् घरमा। बाबाले यसो रेखदेख गर्न भन्नुभएको थियो। ऊ जुरुक्क उठेर अर्को कोठातिर लाग्छ। बिरामी अझै बेहोस नै देखिन्छ। के गर्ने अब भनेर सोच्दै ऊ नजिकै जान्छे। छेउको टेबलमा पानीपत्ती गर्न लागेको भाँडो छ। एक पुरी औषधि र पानी पनि राखिएको छ। ऊ होसमा आएपछि औषधि खान दिनु भन्नुभएको थियो बाबाले। ऊ सम्झिन्छे। अहिले त ज्वरो पनि निकै छ भन्नुहुन्थ्यो। अहिले कस्तो होला? ऊ बिस्तारै अघि बढेर बिरामीको निधार छाम्छे। अपरिचित पुरुषलाई त्यसरी स्पर्श गर्दा एकछिन त कता कता अप्ठ्यारो पनि लाग्छ। शरीर त उत्तिकै रन्किएको छ। कमजोरीले हो कि क्या हो? होसमा आए त औषधि दिनुहुन्थ्यो। ऊ चिन्ता गर्छ। मनमा कुरा खेलाइरहेकी उसको हात बिरामीको निधारमै छ। जीवनमा उसले आजसम्म श्रीमान बाहेक अरू कसैलाई छोएकी छैन, न त उसलाई नै कसैले। लोग्ने मान्छेको स्पर्श कस्तो हुन्छ भन्ने कुरा लगभग बिर्सिसकेकी ऊ झसङ्ग हुन्छ। अब उसको हात मुसार्दै बिरामीले आँखा खोल्छ। उसको शरीर जिरिङ्ग गर्छ। हात हतपत्त तान्छे र अलि पर सरेर उभिन्छे। अचानक बढेको सास सम्हाल्न खोज्छे। बिरामी भने आफ्नो अगाडि नयाँ अनुहार र नयाँ ठाउँ देखेर अल्मलिन्छ। म यहाँ कसरी आइपुगेँ? अनि तपाईँ को हो? बिरामी उठ्न खोज्छ तर खुट्टाको घाउ बेसरी दुख्छ। अय्या भन्दै खुट्टा समाउँछ। ऊ आत्तिँदै छेउमा पुगेर उसलाई ओछ्यानमा पल्टन मद्दत गर्छ। नउठ्नुहोस्, 4 घन्टा भइसक्यो तपाईँ बेहोस हुनुभएको। ऊ भन्छे। ज्वरोले तपाईँको शरीर पनि तात्तिएको छ। यस्तो बेलामा औषधि खाएर आराम गर्नुहोस्। औषधिको पुरिया र पानी दिँदै भन्छे। होसमा आउने बित्तिकै यो औषधि दिन भन्नुभएको थियो बाबाले। यसले तपाईँको ज्वरो र दुखाइ कम गर्छ अरे। ऊ टाउको अलिकति उठाएर औषधि समात्छ र पानीसँग औषधि निल्छ। औषधिको तितोपनाले होला ऊ अनुहार अलि खुम्च्याउँछ। तपाईँ आराम गर्नुहोस्, म दुध तताएर ल्याइदिन्छु भन्दै ऊ बाहिरिन्छ। बिरामी भने अनौठो मान्दै कोठाको चारैतिर हेर्न थाल्छ। एकैछिनमा एउटा गिलासमा दुध लिएर ऊ आइपुग्छ। ल पिउनुहोस्, यसले तपाईँलाई आराम गराउँछ। ऊ केही नबोली गिलास लिन्छ अनि टाउको अलिकति उठाएर पिउन थाल्छ। दुध पिसकेर गिलास हातमा खेलाउँदै सोध्छ, कसको घर हो यो? यो वैद्य बलबहादुर थापाको घर हो। तपाईँ हाम्रो आँगनमा आएर लडेपछि बाबाले नै छिमेकीको मद्दतमा यहाँ ल्याएर राख्नुभएको हो। तर म यहाँ कसरी आइपुगेँ? ऊ सम्झने कोसिस गर्छ। जङ्गलमा बाटो बिराएको त मलाई याद छ। भोक, प्यास, थकान, त्यसमाथि खुट्टाको घाउको दुखाइले म कता लागेँ मलाई नै थाहा भएन। एक्कासी टाउको दुखाइ बढेर ऊ छटपटिन्छ। बिरामीको अवस्था देखेर ऊ आत्तिन्छ। बिरामीको हातमा रहेको गिलास हतपत्त तानेर टेबलमा राख्दै दुवै हातले उसको टाउको थिचिदिन्छ। ओहो, तपाईँको ज्वरो त झन् बढे जस्तो छ। बाबाले ज्वरो बढ्यो भने पानीपत्ती लगाउनुपर्छ भन्नुहुन्थ्यो। खै यता आरामले सुत्नुहोस्। सिरानीमा टाउको राख्न मद्दत गर्दै ऊ भन्छे, म पानीपट्टि गरिदिन्छु। ऊ पानीपट्टि गर्न थाल्छे। रुमाल तातेपछि पानीमा चोबल्छ अनि निचोड्दै फेरि निधारमा राखिदिन्छे। यो क्रम निरन्तर चलिरहन्छ। दुवै चुपचाप छन्। बेला बेलामा आँखा जुत्दा दुवै अलि अप्ठ्यारो मान्छन्। आफ्नो सेवामा एक तमासले चलिरहेको अपरिचित हातहरूतिर हेर्दै ऊ सोध्छ, वर्षौँ भइसक्यो आफ्नो लागि मायाका 2 शब्द कसैले बोलेको याद छैन। बिना चिन्जान कसैले यति सेवा गर्छन् र? यत्तिकैमा खै के सोचेर हो उसको हात समात्दै रोक्छ। भइगयो, छाडिदिनुहोस्। तपाईँको हात पनि दुखिसक्यो होला। कुनै चिन्जान बिना मेरो लागि यति दुःख किन उठाउनु पर्यो तपाईँले? उसले अचानक यसरी हात समाउँदा कता कता अप्ठ्यारो लाज माने झैँ गरी ऊ बिस्तारै हात रोक्छे अनि हल्का मुस्कुराउँदै भन्छे, दुःख पर्दा नै त मानिसलाई एक अर्काको आवश्यकता हुन्छ। फेरि मानवताको नाताले गरिने सेवामा चिन्जान हुनैपर्छ भन्ने पनि त छैन। तपाईँहरूको यो आफ्नोपन म कहिले बिर्सने छैन। तपाईँको नाम सोध्न सक्छु? श्रृङ्गार बिनाको त्यो अनुहार हेर्दै ऊ सोध्छ। अचानक कसैले दुखेको घाउ छोइदिएको अनुभव गर्दै ऊ एकछिन मौन हुन्छ। केही बेर टोलाएपछि भन्छे, श्रीमानको मृत्युसँगै आफ्नो नाम परिचय सब गुमाइसकेँ मैले। अब मेरो परिचय केवल यति मात्र बाँकी छ कि म यस घरकी बुहारी हुँ। श्रीमानलाई सम्झना साथ ऊ कता कता अतीतमा हराउन पुग्छे। बिरामी भने एक तमासले उसको अनुहार हेरिरहेको छ। श्रृङ्गार बिना नै यति सुन्दर देखिने यो अनुहार जतिकै सुन्दर यिनको भाग्य किन भएन? अरे यो उमेरमै यिनले यो कस्तो जीवन जिउनु परेको? ऊ मनमा नै कुरा खेलाउँछ। कति बेरदेखि एकहोरो त्यो अनुहार हेरिरहेको छु भन्ने उसलाई हेक्कै छैन। आफूलाई एक तमासले हेरिरहेको एउटा पुरुष र त्यही पुरुषसँग आफू एक्लै कोठामा, त्यो पनि एउटै खाटमा एकदमै नजिक भन्ने महसुस भएपछि उसलाई उकुस मुकुस भएर आउँछ। ऊ हत्तपत्त पानीको भाँडो टेबलमा राखेर सम्हालिन्छ। ल म पनि कहाँको कुरा लिएर बसेछु? कोठामा यताउति हेरेर मुस्कुराउने कोसिस गर्दै भन्छे। बिरामी झस्किन्छ। एक तमासले त्यसरी उसको अनुहारमा आफू भुलेकोमा अप्ठ्यारो मान्छ।
कोठा त कस्तो फोहोर भइसकेछ भन्दै ऊ कोठामा छरिएका सामान बटुल्न थाल्छे र ढोकाको कापबाट कुचो निकालेर हत्तपत्त बढार्न थाल्छे। कुचो लाउँदै कोठामा सरसफाइ गरिरहेकी विधवालाई हेर्दै ऊ सोध्छ, राम्रो लाउन, मिठो खान, रमाइलो गर्न मन लाग्ने यो उमेरमा नै दैवले यिनलाई किन यसरी सेतो साडीमा बाँधिन बाध्य गरेको होला? अरूलाई समेत आफ्नो ठानेर बिना स्वार्थ यसरी सेवा गर्न सक्ने मान्छेको आफ्नै जीवनमा भने कति निराशा, कति एक्लोपन। ओहो, बाबुलाई त होस आइसकेछ। जिउ कस्तो छ अहिले? कोठामा छिर्दा छिर्दै बिरामीलाई हेर्दा बुढा भन्छ अनि निधारमा हात पुर्याउँछ। अचानक नौलो मान्छे देखेर बिरामी आफूलाई सम्हाल्न खोज्छ। ज्वरो त अलिक कम भएछ, निधार छाम्दै बुढा भन्छ अनि बुहारीतिर हेर्दै सोध्छ, औषधि देऊ त बुहारी? दिइसके। बुहारी कसिङ्गर बोकेर बाहिर निस्कन्छे। त्यही बेला बुढी पनि कोठामा छिर्छे र बुढातिर हेर्दै सोध्छे, कस्तो छ त बाबुलाई अहिले? अहिले त ज्वरो अलिक कम भएछ। खाजा बनाउने कि नबनाउने भनेर बुहारी बाहिरबाटै सासूलाई सोध्छे। बना न, म पनि आउँछु भन्दै बुढी कोठाबाट निस्कन्छे। बिरामी सुतेको खाट छेउमा बस्दै बुढा सोध्छ, नाम चाहिँ के पर्यो नि बाबुको? सुधीर छेत्री। अनि काम चाहिँ के गर्नुहुन्छ नि? कता जाँदै हुनुहुन्थ्यो कुन्नी? बुढालाई आफ्नो घरमा अचानक पाहुना बनेर आएको अपरिचित मान्छेको बारेमा धेरै जिज्ञासा छ। म यो देशको योद्धा हुँ बाबा। दुश्मनले गोली हान्दा चोट लागेको हो यो, पिडुला देखाउँदै भन्छ। गोली त साथीहरूले निकालिदिए। दुखाइ सहन नसकेर बेहोस भएछु। होसमा आउँदा एक्लै थिएँ। सायद मर्यो भनेर छाडेर गयो होलान्। त्यसपछि म जसोतसो यहाँसम्म आइपुगेछु। ओहो, भनेपछि तपाईँ पनि मेरो छोरा जस्तै हुनुहुँदो रहेछ। तपाईँको छोरा? के ऊ पनि? हो, ऊ पनि पुलिसमा थियो, तपाईँ जस्तै, बुढा भन्छ। देशका लागि लड्ने सच्चा सिपाही थियो। प्रहरीमा रहेर वर्षौँ देशको सेवा गर्यो। एक दिन देशकै लागि छातीमा गोली थापेर शहीद भयो। आफ्नो छोरा सर मान्दै बुढाले सुधीरको टाउकोमा हात राखेर भन्छ, मेरो आशीर्वाद छ तपाईँलाई बाबु। देशका लागि ज्यान दिन कहिले पछि नहट्नु, जसरी मेरो छोरा हटेन। बुढाको आँखा भित्र आँसु लुकाउन हत्तपत्त उठ्छ अनि प्रसङ्ग बदल्दै भन्छ, ओहो, बाबुलाई भोक पनि लागिसक्यो होला। खाजा पाके कि म हेर्छु है। ऊ बाहिरिन्छ। जवान छोराको मृत्युको वास्तविकतासँग लड्दा लड्दै थाकिसकेको बुढाले देशका लागि भनेर लड्ने सबै योद्धालाई समान देख्यो। उनीहरू बीचको फरक छुट्याउन जानेन, न त सुधीरले नै त्यो फरक छुट्याइदिन चाह्यो। ऊ त बस जाँदै गरेका ती दुखी बुढालाई हेर्दै मनमा नै भनिरहेको छ, देशको सिपाही त म पनि हुँ बाबा, तर फरक यति मात्र हो कि तपाईँको छोरा सरकारको तर्फबाट लड्थ्यो भने म जनताको तर्फबाट लड्दैछु। राति ओछ्यानमा पल्टने बित्तिकै निन्द्रा आए पो। कति सङ्घर्ष गर्नुपर्छ निदाउन पनि। निन्द्रा किन आउँदैन? दिनभरको कुरा मनमा खेलाउँदै ओछ्यानमा ढल्किएकी उसलाई निन्द्रा नआउनुमा झन् अर्को कारण पनि थपिएको छ। वर्षौँपछि आज कुनै पुरुषको त्यति नजिक आफू परेको झझल्को बारम्बार आइरहेको छ। उसले आफूलाई एकहोरो हेरेको, बाध्यताले आफूले उसलाई छोएको, अन्जानैमा उसले आफ्नो हात समाएको सम्झँदा त्यसै लाज लागेर आउँछ। आफ्नो श्रीमान चाहिँ ऊ पनि देशको वीर योद्धा रहेछ भन्ने कुरा ससुराबाट थाहा पाएपछि त झन् ऊ अपरिचित हो जस्तो लाग्नै छोडेको छ। आज पनि श्रीमानको फोटो हेरेर ऊ उदास त छे, तर मन भने बारम्बार पल्लो कोठामा गएर अल्झिएको छ। ऊ बिहान बेग्लै स्फूर्तिका साथ उठी अघिल्लो दिनबाट नयाँ जिम्मेवारी पनि थपिएको छ। पाहुना छ घरमा, उसको सेवा गर्नु छ। उठ्नासाथ काम धन्दामा तन मनले लाग्छ। घरधन्दा गर्ने, पाहुनाको हेरचाह गर्ने, समयमा खुवाउने, औषधि पानी विचार गर्ने उसैको काम भएको छ। तर थाकेको अनुभव कहिले गरेकी छैन। सायद यस कारणले पनि होला कि उसको सेवा गर्दा भित्रैदेखि आनन्दको अनुभव गर्छ ऊ, एक किसिमको आत्मसन्तुष्टि। सासू ससुरा घरमा नहुँदा उसले बिरामीको अलि बढी नै ख्याल गर्नुपर्छ। अब त ऊ बिस्तारै बिरामीसँग आफ्नो दुःख पनि बिसाउन थालेकी छ। उसको सेवा गर्दा झन् सन्तोष बढिरहेको महसुस गर्छ। यसरी नै कति दिन बिते उसलाई पत्तो समेत छैन। तपाईँहरूलाई मैले साह्रै दुःख दिएँ है। यसरी दिनरात मेरो सेवा गर्नुभएको छ, मलाई आफन्त ठान्नुभएको छ। यसको ऋण म कसरी चुकाउँ? कोठाको भित्तामा अडेस लागेर सुधीर भन्छ। वरिपरि बसेका छन् बुढाबुढी र बुहारी। ल, के कुरा गर्नुभएको बाबुले? तपाईँ आएपछि त झन् हामीलाई आफ्नै छोरा आए झैँ लागेको छ, बुढा भन्छ। तपाईँ देशका लागि लड्ने मान्छे यसरी घाइते हुनुभएको छ। हामीले पनि सेवा नगरे मरेपछि भगवान्लाई के जवाफ दिने? हो त नि, बाबुले अप्ठ्यारो मान्नै पर्दैन। तपाईँ यहाँ ढुक्कले बस्नुहोस्, जाति भएपछि जानुहोस्, बुढी भन्छे। उसको जाने कुराले बुहारीको मन चसक्क दुख्छ। साँच्चै एक दिन त उसले जानै पर्छ नि, ऊ मनमा नै भन्छे। देशको सिपाहीले सधैँ आराम गरेर पनि कहाँ हुन्छ र? तर ऊ गएपछि यो घर शून्य हुन्छ होला। फेरि ऊ डराउँछ, ओहो, म यो के सोच्दैछु? हत्तपत्त सासू ससुरातिर हेर्छे। उनीहरूले आफ्नो मनको भावना पो पढे कि भनेर पनि डर लाग्छ। उठ्छे अनि चिया बनाएर ल्याउँछु है भन्दै बाहिरिन्छे। जाँदै गरेकी बुहारीलाई हेरेर बुढा चिन्ता लिन्छ। आफ्नो एक्लो सन्तान गुमाइसक्यौँ। अब त यिनै एउटी बुहारीको मात्र पिर छ। हामी पछि यिनको के होला?
लाउने खाने उमेरमा विधवाको जीवन बिताउनु परेको छ। हाम्रो लागि त छोरी भने पनि बुहारी भने पनि यही हो, यो खुसी होस् बस, अरू केही चाहिन्न, बुढी थप्छे। सुधीर बिस्तारै बिस्तारै घरको सदस्य चाहिँ बन्दै गएको छ। आश्रय दिने घर, बुढाबुढी र विधवा बुहारीप्रति माया बढ्न थालेको अनुभव उसले गर्न थालेको छ। विशेष गरी बुहारीको सेवा, उदास अनुहार र शून्य जीवनले उसको मन छोएको छ। दुःख पोख्ने क्रममा कहिलेकाहीँ उसका आँखा आँसुले भिज्दा अघि बढेर पुछिदिउँ र नरो म छु नि भन्न मन लाग्छ, तर हिम्मत आउँदैन। आज भने पल्लो गाउँबाट आएको खबरले घरको माहौल बदलिएको छ। रुँदा रुँदा बुढी थाकेकी छ। मैले त आमालाई धेरैचोटि यहाँ हेरविचार गर्ने कोही छैन, तपाईँलाई सन्चो पनि छैन, मसँगै बसौँ भनेकै हो, छोरीको घरमा बस्नुहुन्न भनेर आउनै मान्नु भएन, अब अहिले यस्तो खबर सुन्नु पर्यो। बुढी आँसु पुस्दै भन्छे, कतै अन्तिम सास लिने बेलामा आमालाई कति शास्ति भयो होला। अब जे हुनु भइहाल्यो, आफूलाई सम्हाल, बुढा सम्झाउँछ। बरु जाने तयारी गर। बाबा म पनि जान्छु, बुहारी भन्छे। ऊ पनि आँसु खसारिरहेकी छ। तिमी गएर त कहाँ हुन्छ, यहाँ घर हेर्नु पर्यो, बुढा बुहारीलाई सम्झाउँछ। बुढी अझै बिलौना गरिरहेकी छ। दाजुभाइ कोही नभएकी एक्लै सन्तान भएर पनि मैले आमाको लागि केही गर्न सकिनँ। यस्तो कुरामा अल्झिरहनु हुँदैन बुढी, उता गएर सबै तयारी हामीले नै गर्नुपर्छ, हिँडौँ, बुढा हतार लगाउँछ। सुक्क सुक्क गर्दै बुढी हिँड्ने तर्खर गर्छ। बाटो लाग्दै बुढा बुहारीलाई भन्छ, ल बुहारी हामी लाग्यौँ, केही परे माथिल्लो घरको काकालाई बोलाउनु, उताको काम सकेर हामी आइहाल्छौँ। बाबा घरको पिर गर्नु पर्दैन, ऊ भन्छे। सुधीर खुट्टा खोच्याउँदै कोठाबाट बाहिर आउँछ। बेग्लै माहौल देखेर अल्मलिन्छ। अलि अप्ठ्यारो मान्दै सोध्छ, के भयो? सासु बित्नु भएछ, हामी जान लागेका, बुढा भन्छ। ल हामी लागिहाल्यौँ पनि। बुढाले बुहारीलाई पाहुनाको ख्याल गर्न सम्झाउँछ र दुवै बुढाबुढी सरासर बाटो लाग्छन्। उनीहरू जाँदै गरेको हेर्दै बुहारी आँसु खसाल्छे। उनको रुवाई देखेर सुधीरको मन पनि दुखेर आउँछ। भइगयो, नरुनुहोस्, यो संसारबाट एक न एक दिन सबैले जानैपर्छ, ऊ सम्झाउँछ। जाने त सजिलै गइहाल्छन् नि, तर जानेलाई सम्झेर बाँच्नेहरूको जीवन कस्तो हुन्छ त्यो मलाई थाहा छ। उसको आँसु थामिँदैन। त्यो दिन अबेरसम्म घरमा बत्ती बलेन। ऊ आफ्नो कोठामा एक्लै टोलाएर बसिरहेकी छ। बाबा आमा बिना आज कति शून्य भएको छ यो घर, श्रीमान बिनाको मेरो जीवन जस्तै, ऊ मनमनै भन्छे। हिजोसम्म सँगै भएको मान्छे आज खोज्दा पनि कहीँ भेटिन्न। यो कस्तो नियम बनाए भगवानले, भेटिएपछि छुट्टिनु किन पर्छ होला? ऊ एकाएक अर्को कोठामा रहेको पाहुनालाई सम्झिन्छे। एक दिन यिनले पनि त जानु छ यहाँबाट, उसको मन अमिलिन्छ। तर किन जानु पर्यो यिनले, नगए हुँदैन र? यिनी यहाँ भएर बाबा आमा पनि त खुसी नै हुनुहुन्छ, अनि म खुसी छैन र? मलाई पनि त ऊ घरकै मान्छे चाहिँ लाग्न थालेको छ अचेल, कोही आफ्नै जस्तो। तर लागेर के हुने हो र? जुन भाग्य मैले लेखेर ल्याएकी छु त्यो बदलिने त होइन नि, ऊ आफ्नो मन बुझाउने प्रयास गर्छ। त्यसो भए म किन अनेक थरी कुरा सोच्दैछु? ऊ मात्र पाहुना हो यस घरका लागि, ऊ जानै पर्छ। अनि म एउटी विधवा हुँ र विधवाको यही शून्य जीवन नै अब मेरो वास्तविकता हो। आइन्दा आफ्नो वास्तविकता कहिले नबिर्सने निर्णय गर्दै ऊ जुरुक्क उठ्छे, बत्ती बाल्छे अनि भान्सातिर लाग्छे। खानाको तर्खर गर्दै दुध तताउँछे। तातेपछि गिलासमा राखेर सुधीर भएको कोठातिर लाग्छे। कस्तो छ अहिले तपाईँलाई? अलि रुखो पाराले सोध्दै गिलास सुधीरलाई दिन्छे। फरक शैलीको सोधाइले अचम्म मान्छ सुधीर, तैपनि सहज मानेर जवाफ दिन्छ, ठिक छु, खुट्टाको घाउ अझै दुखेको छ, बस त्यति हो। अब त यताउति डुल्न सक्ने पनि हुनुभयो, सायद चाँडै काममा फर्कन सक्नुहुन्छ होला, ऊ रुखो पारामै बोल्छे। अचानक आएको यो परिवर्तनको कारण खोज्दै सुधीर एकनासले उसलाई हेरेर भन्छ, जानु त छ नै, तर तपाईँलाई असजिलो भएको छ भने म अहिले नै जान्छु। अहिले नै जाने उसको कुरा सुनेर एकछिन आत्तिन्छे, फेरि आफूलाई सम्हाल्दै भन्छे, मैले त्यस्तो त भनेकी छैन। मलाई थाहा छ तपाईँको परिवार र तपाईँले मेरो लागि धेरै गर्नुभएको छ। म यसको ऋण त तिर्न सक्दिनँ, तर तपाईँको दुःखलाई बाँड्न सक्छु कि। दुःखसँग लड्न मैले सिकिसकेकी छु, यसमा मलाई कसैको साथ चाहिँदैन। ऊ आफूलाई बलियो देखाउने कोसिस गर्छे। दुध खाएर आराम गर्नुहोस्, म खाना पकाउन गएँ, ऊ फरक्क फर्किन्छे। एकछिन पर्खनुहोस्, ऊ टक्क अडिन्छे। तपाईँहरूले वास्ता नगरेको भए म मरिसकेको हुन्थ्यो होला, तर तपाईँहरूको सेवाले मैले यो नयाँ जीवन पाएको छु। विशेष गरी तपाईँले दिनुभएको यति धेरै माया अनि आफ्नोपन। सुधीरको कुरालाई बिचैमा काट्छे। घर आएको पाहुनालाई यतिको आफ्नोपनले स्वागत त गरिहालिन्छ नि, तर म त अपरिचित थिएँ, त्यसमाथि नबोलाइएको पाहुना, फेरि मेरो लागि यति माया किन? यो माया होइन, सेवा हो, ऊ भुइँमा हेरेर जवाफ दिन्छे। त्यस भए एउटा अर्को प्रश्नको जवाफ दिनुहोस्। दुधको गिलास टेबलमा राख्दै सुधीर भन्छ,
अरूको सेवामा रमाउनेहरूको आँखामा खुसी देखिन्छ, तर तपाईँको आँखामा किन यो शून्यता, किन यो एक्लोपन? एकोरो भुइँमा हेरेर टोलाइरहेको ऊ बिस्तारै जवाफ दिन्छे, प्रत्येक व्यक्तिले आफ्नो भाग्यअनुरूप जीवन बिताउनुपर्छ। यो शून्यता, यो एक्लोपन अनि बिरुवाको यो जीवन, अब यही नै मेरो भाग्य हो। उनको कुरामा लुकेको पीडा र आँखामा तिलपिलाएको आँसुले गर्दा कापेको स्वरले सुधीरको मनलाई नराम्रो रीति मोड्छ। ऊ हिम्मत गरेर सोध्छ, त्यस भए के विधवाको कुनै चाहना हुँदैन र? जुन प्रश्नबाट ऊ सधैँ भाग्न चाहन्छे तिनैबाट आज यसरी घेरिँदा उकुस मुकुस हुन्छे। तर उनलाई मनलाई दह्रो बनाउँदै फरक्क फर्केर सुधीरको आँखामा हेर्छे। सायद उसलाई भन्न चाहन्छे, म कमजोर होइन, अरूको त म भन्न सक्दिनँ, तर मेरो मनमा कुनै चाहना बाँकी छैन, छन् त केवल विगतका यादहरू बस। यति भनेर हतारिँदै बाहिर निस्कन पाइला सार्छे। तर लगत्तै सुधीर अर्को प्रश्न तेर्स्याउँछ, केवल यादको सहारामा जीवन बिताउन त सकिँदैन नि? ऊ फेरि रोकिन्छे, तर पछाडि फर्केर होइन, यसपल्ट आँखामा भरिएको आँसु नपोख्युन् भनेर सक्दो प्रयास गर्छे। जीवन जिउने रहर बाँकी नै पो कहाँ छ र अब? आवाज थरथराउँछ, म त केवल समय काटिरहेकी छु मृत्युको पर्खाइमा। अब भने एक पल नअल्झी छिटो छिटो पाइला चाल्दै ऊ त्यहाँबाट निस्कन्छे। उसले लुकाउन खोजेको आँसुले आफ्नो मन भिजेको अनुभव गर्छ। सुधीर, तिमी चाहना मात्र गरिएर तिम्रो त्यो सेतो लिबासमा म रङ भर्छु, संसारभरिको खुसी तिमीलाई दिएर तिम्रो जीवनको शून्यता हटाउन म मद्दत गर्छु, सुधीर मनमा नै भन्छ। ऊ भने आँसु पुस्दै दौडेर भान्साघरमा पुग्छे। भित्तामा अडेसली भक्कानेर रुन खोजे, तर सक्दिनँ। रुवाई बाहिरसम्म सुनिएला भन्ने डर पनि उत्तिकै छ मनमा। आँसुको भेल थामिएको छैन। दुई हातले आफ्नो मुख थुनेर ऊ निसासिँदै रुन्छे। म किन यति कमजोर बन्दैछु? किन उसको सामु आफ्नो मनको कुरा राख्दैछु? किन उसलाई आफ्नो हरेक इच्छा भन्न मन लागिरहेको छ? यो गलत हो, यो पाप हो। जति जति आँसुको भेल बढ्दै जान्छ त्यति त्यति उसको मन त्यही कुरामा डुब्दै जान्छ। बुढाबुढी गएको पनि आज 3 दिन बितिसक्यो। ऊ भने सुधीरको हेरविचार पहिले चाहिँ गरिरहेकी छ, तर कुराकानी भने पहिले जस्तो गरेकी छैन। आजभोलि सानो साना कुरामा पनि झस्किन्छे, झुट समातिए चाहिँ झन्झन एकोहोरिँदै गइरहेकी छ। ओछ्यानमा पल्टिएर मनमा अनेक कुरा खेलाइरहन्छे। कहिले तकियामुनि राखेको श्रीमानको फोटोलाई घन्टौँ हेरिरहन्छे, कहिले एक्लै भरभराउँछे। रातको 11 बजिसकेको छ। ऊ ओछ्यानमा आफ्नो विवाहको रातो साडी, चुरा, पोती, टीका फिजाएर बसेकी छ। पालै पालो सबैलाई छुन्छे। कहिले चुरालाई समाउँछे र आँखा अघिल्तिर ल्याएर हेरिरहन्छे, त कहिले रातो साडी जिउमा राखेर ऐनामा हेर्छे, फेरि हत्तपत्त साडी फ्याँक्छे। मनमा के कुरा आउँछ कुन्नी? सब सामान बटुलेर बाकसमा हाल्छे अनि तकियामा घोप्टो परेर रुन थाल्छे। कोठाबाट अचानक ड्याम्म आवाज आउँछ, भुइँमा केही खसे जस्तो। ऊ झसङ्ग हुन्छे, पाहुनालाई सम्झेर अनि आत्तिँदै हत्तपत्त पल्लो कोठातिर लाग्छे। देख्छे सुधीर भुइँमा लडिरहेको छ, छेउमा खाली अङ्खरा घोप्टिएको छ। ऊ दुवै हातले घाउ भएको खुट्टा समाइरहेको छ। सुधीरको अनुहारको हाउभावबाट खुट्टा साह्रै दुखे जस्तो देखिन्छ। ऊ छेउमा पुगेर दुवै हातले सहारा दिएर उठाउन खोजे। के भयो तपाईँलाई? कसरी लड्नुभयो? पानी सकिएको रहेछ, सुधीर उठ्न खोज्दै भन्छ। आफै लिन जान खोज्दा टेबलमा अल्झेर लडे, घाउमै ठोक्कियो। अरे म पनि कस्तो हुछु? ऊ थकथकाउँछे। आज तपाईँको कोठामा पानी राख्न भुसुक्कै बिर्सेछु। सहारा दिन सुधीरको कम्मरमा हातले भेट्छे। एउटा हात तानेर आफ्नो काँधमा अँगालो हाल्छे। बिस्तारै दुवैले पाइला चाल्छन्। ओछ्यान छेउ पुगेपछि सुधीरको हात काँधबाट बिस्तारै छेक्छे र ओछ्यानमा उत्तानो पल्टाउन मद्दत गर्छे। एक्लै त्यत्रो जिउ थाम्न निकै गाह्रो पर्छ। सम्हालिन खोज्दा खोज्दै ओछ्यानमा दुवै वात्तै लड्छन्। सुधीरको अनुहारमा उसको अनुहार दलिन्छ। लामो कपालले सुधीरको अनुहार छोपिन्छ। ऊ अत्तालिँदै उठ्न खोज्छे। त्यही क्रममा दुवैका ओठ आपसमा हल्का छोइन्छन्। ऊ लाज र डरले रातै हुन्छे। सुधीर बिस्तारै हात अघि बढाउँछ र लत्रीको कपाल हटाइदिन खोज्छ। सुधीरको छातीमा आफ्नो छाती जोड्न पुगेकी ऊ भने बेगसँग चलिरहेको आफ्नो धुकधुकीको आवाज सुनिरहेकी छ। कपाल पन्छाइसकेपछि सुधीरको औँला बिस्तारै उनको ओठतिर बढ्छ। ओठमा पुगेपछि औँलाले हल्का स्पर्श गर्छ। ऊ सारा शरीर चिरिङ्ग भएको महसुस गर्छे। उम्कन खोज्छे, तर खै किन चल्मलाउन समेत सक्दिन। सुधीरको हात उसको अनुहारमा कसिँदै जान्छ। ऊ आँखा चिम्लिन्छे। सुधीर उनको ओठलाई बिस्तारै आफ्नो ओठ छेउमा ल्याउँछ, हल्का छुवाउँछ। वर्षौँदेखि कसैको स्पर्श नपाएको ओठमा कसैले छोइदिँदा ऊ निकै डराउँछे, आत्तिन्छे र तर्सेर आँखा खोल्छे। यो गलत हो, पाप हो, बस यति मात्र सोच्न पाउँछे। अनि उसको हात छुटाएर दौडाउँदै आफ्नो कोठामा पस्छे र ओछ्यानमा घोप्टो परेर धुकधुकीको रफ्तार सम्हाल्न खोज्छे। तर सुधीरले भर्खर छोएको ओठमा पुग्छ। हात सुधीरले भर्खर छोएको ओठमा पुग्छ। ऊ सुधीरको ओठको तातो स्पर्श अझै अनुभव गर्छे। त्यसैमा अल्झिरहेकी उसलाई सुधीर पछ्याउँदै कोठामा आएको पत्तै भएन। भारी चाहिँ ओछ्यानमा बिसाएको उसको शरीरलाई एकनासले हेरिरहेको सुधीर बिस्तारै अगाडि बढ्छ। आफ्नो धारमा कसैले सुमसुमाएको अनुभवले उसको शरीर शिथिल हुन खोज्छ। ऊ
ऊ चाहन्छे त्यसरी नै घोप्टिरहँ र उसले त्यसरी नै मायाले सुमसुमाइरहोस्। तर फेरि सम्झिन्छे यो गलत हो, यो पाप हो। ऊ पछाडि फर्किन्छे र तर्कन खोज्छे। माया गर्नु पाप होइन, मनमा भएको माया लुकाउनु पाप हो। विधवाले माया गर्नु हुँदैन, नयाँ जीवन सुरु गर्नु हुँदैन भनेर सोच्नु पाप हो। उसलाई उकुस मुकुस भएको देखेर सुधीर भन्छ, तिमीलाई पनि खुसी हुने अधिकार छ, आफ्नो नयाँ घर बसाउने अधिकार छ। जति दुःख उठाउनु थियो तिमीले उठाइसक्यौ, बिर्सिदेऊ त्यसलाई। अब एउटा नयाँ जीवन सुरु गर, म साथ दिन्छु तिमीलाई, म बिहे गर्छु तिमीसँग। सुधीरको सम्बोधन तपाईँबाट तिमीमा पुगेको छ। त्यसमा लुकेको आफ्नोपनलाई ऊ झन् धेरै अनुभव गर्छ। एकनासले त्वाल्ल परेर सुधीरलाई हेरिरहेकी उसलाई देख्दा लाग्छ जे जति भइरहेको छ त्यसमा उसलाई विश्वास नै भइरहेको छैन। यो भ्रम हो वा सत्य? ऊ मनमा नै आफैलाई सोध्छे, के साँच्चै यस्तो हुन सक्छ? के मैले पनि हाँस्न पाउँछु, खुसी हुन पाउँछु? तर उसलाई अझै विश्वास लाग्दैन। आँखाबाट आँसु निरन्तर बगिरहेको छ, तर केही बोल्न सक्दिन। सुधीर अझ नजिक आउँछ। बाबाआमा फर्कने बित्तिकै म उहाँहरूसँग कुरा गर्छु। उहाँहरूले तिमीलाई छोरी सरह माया गर्नुभएको छ। तिम्रो खुसीमा उहाँहरू पक्कै खुसी हुनुहुनेछ। ऊ विश्वास दिलाउन खोज्छ। त्यसपछि सुधीर दुवै हातले उसको गाला समातेर आफ्नो अनुहारतिर फर्काउँछ। ऊ आँखा चिम्लन्छे, आँसु पोखिन्छ। विश्वास गर, त्यसपछि तिम्रो आँखामा कहिले आँसु आउन दिन्न, सुधीर भन्छ। ऊ भने कल्पनामा हराउन थाल्छे, नयाँ संसारको, नयाँ सुरुवातको। कल्पनामा डुब्दा डुब्दै कति बेला टाउको सुधीरको छातीमा अडेस लगाउँछे, उसलाई पत्तै हुँदैन। सुधीरका औँला आफ्नो सारा शरीरभरि सलबलाइरहेको अनुभव गर्छे। विरोध गर्दिन। सुधीरको ओठले उसका अङ्ग अङ्ग चुम्छ। ऊ नसा लागे झैँ लट्ठिँदै जान्छे, बल गर्छे फुकाउन, तर झन् झन् खुम्चिँदै जान्छे, झन् झन् तासिँदै जान्छे सुधीरको शरीरसँग। राति अबेरसम्म डुबिरहे दुई शरीर, दुई आत्मा एक अर्काको मायामा। अरू दिनको बिहानी र आजको बिहानीमा खासै नयाँ केही छैन। शिरशिर चल्ने हावाको बेग उस्तै छ। सूर्यको आगमनले धरतीमा पोखिने हल्का सुनौलो रङ पनि उस्तै छ। तर उसको जीवनमा भने नयाँ आवाज लिएर आएको छ आजको बिहानी। वर्षौँपछि पाएको कसैको माया मिश्रित शारीरिक अनि मानसिक सुखमा हराएर ऊ मस्त निदाएकी छ। उसलाई उठ्न हतार छैन आज। भनौँ निन्द्रामा सधैँ देख्ने त्यो रातो रङसँग आज थाकुन्जेल खेल्न चाहन्छे ऊ, बिउजन चाहन्न सपनाबाट। सुधीर भने आफ्नो नियमित अभ्यास अनुरूप सबेरै उठेको छ। छेउमा मस्त निदाएकी उसलाई हेरेर हल्का मुस्कुराउँछ। छेउमा राखेको अम्खोराबाट घटघट पानी पिएर तृप्त अनुभव गर्छ। हिजो राति चाहिँ कोठामा यताउति गर्छ। ओछ्यानो मस्त निदाइरहेकी उसलाई एकछिन निहालेर हेरिरहन्छ। सारा दुःख बिर्सेर निदाइरहेकी ऊ यति बेला झन् धेरै माया लाग्दै देखिएकी छ। सुधीरको मनमा उसका निम्ति त्यसै माया बढेर आउँछ। अचानक उसको आँखा तकिया मुनिबाट चियाइरहेको फोटोमा पर्छ। पक्कै उनको श्रीमानको होला। के सोचेर हो खै कुन्नी फोटोलाई बिस्तारै बाहिर तान्छ। उसको निन्द्रा नकल बलियोस् भनेर सजग छ ऊ। फोटो तानेर आँखा अगाडि ल्याउँदा भने नराम्ररी झस्किन्छ। एकछिन त पत्याउनै सक्दैन। गढेर हेर्छ, फेरि हेर्छ। निधारमा चिटचिट पसिना आउँछ। घाँटी सुकेर प्यास बढ्छ। नचाहँदै पनि ऊ करिब 4 वर्ष अघिको घटना सम्झन पुग्छ। प्राय सुनसान रहने त्यो जङ्गलमा एकपछि अर्को फायरिङको आवाज आइरहेको छ। मान्छेहरू चिच्याएको आवाज पनि उत्तिकै सुनिँदैछ। आफ्नो समूहमा रहेर गोली हानिरहेका दुवै पक्षको उद्देश्य एउटै छ, दुश्मनलाई समाप्त पार्ने। तर दुश्मन भने फरक छ। सुधीर पनि त्यही लडाइँमा छ। उसका लागि दुश्मनलाई जसरी पनि जित्नु छ, किनकि यो लडाइँ जनताका निम्ति हो। मर्ने मार्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा दौडदै, कहिले घाँसपात त कहिले रुखको आडमा फायरिङ गर्दै अघि बढेको उसको सामुन्ने अचानक एक घाइते प्रहरी आइपुग्छ। खुट्टामा गोली लागेर घाइते भए पनि प्रहरी हत्तपत्त बन्दुक सुधीरतिर तेर्स्याउँछ र गोली चलाउन खोज्छ। तर गोली सकिएको बन्दुक पड्कँदैन। मृत्युलाई आफ्नो अगाडि देखेर पनि विचलित नभएको त्यो प्रहरी देशका लागि मर्न पाएकोमा गर्व गर्दै भन्छ, देश र जनताको सुरक्षा निम्ति मर्न पाउनु मेरो लागि। ड्याङ 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 कुरा पुरा हुन नपाउँदै सुधीरको बन्दुकबाट बर्सेको गोलीले प्रहरीको शरीर छेदविच्छेद पार्छ। ऊ भुइँमा ढल्छ र उसलाई नागेर सुधीर अघि बढ्छ। हातमा बोकेको फोटोले विगतलाई उसको सामु ल्याएर उभ्याइदिएको छ। त्यो दिन सम्झेर उसको मुटु धुकधुक गरिरहेको छ। ऊ हत्तपत्त ओछ्यानबाट तल झर्छ, यताउति हेर्छ, छटपटाउँछ। मस्त निदाइरहेकी उसलाई देख्दा रिङ्गटा लाग्ला चाहिँ हुन्छ। के गरौँ, कसो गरौँ, ऊ सोच्न सक्दैन। कसरी भनौँ यो घरको खुसी खोज्ने व्यक्ति मै हुँ भनेर। ऊ फतफताउँछ। चिटचिट पसिनाले उसको शरीर भिजाउँछ। जसको जीवनमा रङ भर्ने आशा मैले देखाएँ, उसको जीवनलाई रङविहीन बनाउने त मै रहेछु। ऊ पछुताउँछ। हे भगवान्, यो मैले के गरेँ? उनलाई उठाउँ, सबै भनौँ कि नभनौँ? सबै थाहा पाइसकेपछि उनको आँखामा देखिने घृणालाई म कसरी सहूँ? त्यही बेरपछि कागजको एउटा पानामा कोरकार पार्छ र फोटोलाई त्यही ओछ्यानमै छाडेर ऊ चुपचाप बाहिरिन्छ।
केही बेरपछि ऊ आँखा खोल्छे। सारा शरीर झम्म भएको अनुभव गरिरहेकी छ, मानौ पुरै रात ऊ नसामा थिए। आफैसँग लजाउँछे रातिको कुरा सम्झेर। ओछ्यान छाड्न अझै मन छैन उसलाई। छेउमा यसो हेर्छे, सुधीर देखिँदैन। सायद पल्लो कोठामा गए होलान्, ऊ सोध्छे। रातिका कुरा एक एक गरी आँखामा चलचली आउँछन्। ऊ फेरि लजाउँछे, कता कता सङ्कोच मान्छे। अब सुधीरसँग भेट्दा के भन्ने, कसरी आँखा जुधाउने भन्ने सोचेर झन् लजाउँछे। बाबाआमा चाँडै आउनु भए पनि हुने, उसको बिहेको कुरा गर्छु भनेको छ। ऊ हिजो सुधीरले भनेको कुरा सम्झेर कल्पनामा हराउँछे। बेहुली बनेकी उसलाई हेरेर छेउमा बसेको सुधीर मुसुमुसु हाँसिरहेको छ र ऊ सुधीरको मुस्कान देखेर भित्रभित्रै लजाइरहेकी छ। कल्पनामा रमाउँदा रमाउँदै ऊ उठ्छे, दुवै हात फैलाएर जोडले आङ तान्छेर आनन्द अनुभव गर्छे। अचानक सिरानीमाथि राखेको श्रीमानको फोटो देखेर ऊ झस्किन्छे। किन हो किन आज श्रीमानको फोटोसँग आँखा जुधाउन पनि गाह्रो अनुभव भइरहेको छ उसलाई। केही बेर सोध्छे, अनि जुरुक्क उठेर खाँचेउको बाकस खोल्छे र फोटोलाई त्यही थन्क्याएर बाहिर निस्किन्छे। ऊ सधैँ चाहिँ बाहिर कुचो लगाउन थाल्छे, तर उसको ध्यान पल्लो कोठाले बारम्बार तानेको छ। बढार कुडार सकेपछि मुखसुख धुन्छे र भान्साघरमा छिर्छे। केही बेरपछि चियाको गिलास बोकेर ऊ पल्लो कोठामा बस्छे। कोठामा सुधीर देखिँदैन। चियाको गिलास टेबलमा राखी बाहिर निस्केर यताउति हेर्छे। उसको अत्तो पत्तो छैन। मनमा कता कता डर लाग्छ। दौडदै पल्लो कोठामा फेरि पस्छे। चारैतिर निहाल्छे। उसको झोला जुत्ता मोजा केही छैन। मुटु टकटक गर्न थाल्छ। रिङ्गटा लागेर लड्न खोज्छे। हत्तपत्त भित्तामा अडेस लागेर सम्हालिन्छे। फेरि केही सम्झेजे गरी हुत्तिँदै आफ्नो कोठामा पस्छे। चारैतिर हेर्छे। टेबलमा खिच्रिङ मिच्रिङ सामानसँगै रहेको एउटा कागजमा उसको आँखा पर्छ। छेउमा जान्छे। मुटुको धुकधुकी बढेर बाहिरसम्म सुनिएको छ। पट्याइएको कागज तानेर बिस्तारै खोल्छे। हतारमा लेखे चाहिँ देखिन्छन् अक्षरहरू। ऊ सास थामेर पढ्न थाल्छे। देश र जनताका लागि लड्दै हिँड्ने म जस्तो योद्धालाई सरकारले आतङ्कवादीको नाम दिएको छ। मर्ने वा मार्ने कसम खाएर लड्ने क्रममा कत्तिको ज्यान लियो, कतिलाई विधवा बनाइयो। आफन्त गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा यहीँ आएर थाहा पाएँ। तिमीलाई भेटेपछि थाहा पाएँ संसार लडाइँले होइन मायाले जित्न सकिँदो रहेछ। त्यसैले पुराना सबै कुरा त्यागेर तिमीसँग नयाँ जीवन सुरु गर्ने कल्पना गर्न थालिसकेको थिएँ। तर जुन घरले मलाई आश्रय दियो, ज्यान बचायो, त्यस घरको छोराको छातीमा गोली हान्ने काम मैबाट भएको रहेछ। तिम्रो संसार उजाडेर तिमीलाई नयाँ संसारमा लाने सपना देखाएँ। जानी नजानी मबाट भएको पापको प्रायश्चित गर्न म निकै टाढा जाँदैछु। तिमीसँग माफी माग्न लायक त छैन, तर सक्छौ भने मलाई माफ गरिदेऊ। थर काँप्छ उसको शरीर। के भयो, किन भयो, कसरी भयो सोच्ने सामर्थ्य अब कति पनि बाँकी छैन उसँग। आँसुको भेल निरन्तर बगिरहेको छ। आँखा अगाडि पुरै अँध्यारो छाएको छ। रिङ्गटा लागेर पुरै घर घुमे चाहिँ लाग्छ उसलाई। ड्याम्म भुइँमा पछारिन्छे।